अरु कुन आइराछ हैन खन्नुपर्छ नि उताको डोली पनि लिएर आउनु पर्यो पर पनि 25-26 वटा जुत्ता पनि ल्याउनु पर्यो होइन यो गाडीलाई हतार छ अरे हुन्छ आम्मामा 97 पर्छ ट्रेन त राम्रै आउँदैछ त अनि यो त साथीहरूले हिजोको फुलकोपी चाहिँ के अरे दिएर आजको बेच चाहिँ क्या हुँदैन हो फ्रेस त फ्रेस हुनु पर्यो त अन्त ल्याए जस्तो दोकानमा किन्दै गरेको पनि उयो गर्ने सात केजी किनेको 22 केजी 20 केजी बेसी हुन्छ आजको फ्रेस चाहिँ राखेर सबै पठाएको होइन ल्याएको होइन हामीले भयो अबमा सबै ल्याएको छ उहाँहरूले त्यो पाहाडदेखि ल्याएको छ पाहाडबाट लिएर आएको भने त्यो पाहाडबाट त्यो होइन त्यो चाहिँ अलिक पहिले बाटोमा हुनुहुन्छ अब धरानमा सब्जी बिजली चेक नगरिकन कहीँ पनि बेच्न पाउँदैन एकजना म आइदिइहाल्छु गभर्मेन्ट चाहिँ कहाँ गर्नु पहेँलो हुन्छ है क्या गाडीको फलामा यो त मान्छे जाने मर्दैन स्लोप पोइजन है सर कस्तो डेन्जर पोइजन 97% भनेको त 99 कुनैमा 99 छ एभरेजमा 97 त्यो भनेको त डेन्जर हो नि 7 दिन जति खा फ्याटै मरिँदैन तर गोली सबै नियमित दियो भने अङ्गहरू जाने रहेछ अङ्ग प्रत्यारोपण गर्नु
किडनी ड्यामेज देखिने सबै सबै यसरी हुने रहेछ यतिखेर कस्तो माथि होइन यहाँ अझै कन्ट्रोलरले थुप्रै काम गरेर पाइन्छ के खालको भन्छ बेला माथि जोडिदिन्छु भन्छ यसले चाहिँ शरीरमा कस्तो कस्तो हुनुपर्छ दिमाग चटाकुडी चाहिँ सिधा लगेर तेलो आछन् के कार्बोमेटर लगाएर बस्छ यतिखेर माथि नला कार्बोमेटर लगाएर त्यसमा भातर बिसाडीको राखेको छ अहिले प्रायः गरी त्यो टाइपको बिसाडीहरू बिहान हुँदै गएको छ यसले प्रमुख असर गर्ने भनेको चाहिँ अब हामीले जाने अनुसार किडनीमा बढी सुनमा असर गर्छ यसले किडनीदेखि अब सामान आउँदैछ गर्ने भइहाल्यो यसलाई फेरि पकाएर पनि नष्ट दिन पर्ने त्यो गाडी सानो जानु खाउको लागि भाइ आइन्जेक्सन त बोल्छ सबै कुरै यता काउली मात्रै मुला होइन सब्जीमा काउली पनि मिठो हुने काउली पनि भिटामिन होइन मात्रा कति हो भन्ने हुन्छ नि मान्छेहरू कमेन्ट आउनु के भन्छ मान्छेले बुझ्दैन नि होइन गाली यति मात्रै हुने कि त्यसरी किसानलाई मार्का अरे उसलाई मार्का अरे व्यापारलाई कारबाही हुन्छ सर देखाउनु पर्ने कान्छ आइन्जेक्सन यता आउने यसो नगर फेरि बनाउन होइन विजय सरले कल गर्दै हुन्छ सर विजय सरले गर्दै हुन्छ फोन नहल्ला
हरेक दिन बिहान स्याम्पल लिन्छ बजारबाट ऱ्यान्डम स्याम्पलिङ गर्छ त्यो स्याम्पल लिएर त्यसको हाम्रो यदि त्यो 35 देखि 45% भयो भने क्वालिटी केन्द्र साथीको वेटिङ रेट हुन्छ त्यो वेटिङ रेट घट्दै जान्छ पुरा चेक गरेर के हो त्यसैले नष्ट गर्ने अथवा खानको लागि पहिले खाल्डा बनाउनु ल यता भित्तामा जानु
बल्छी हेर्नु जाने खालको पो रहेछ त हौ गड्याउनु क्या फेरि हाम्रो यो धनकुटा गाउँ पनि छ यो माथि हाम्रो त्यो अर्ग्यानिक अलिकति मल त्यो गाडी बस्तीको मलबाट बनाएर आएर हल्का दागी सागी गर्छ त्यो फेरि हाम्रो जनताहरू लिन मान्नुहुन्न फेरि यही लिनु हाम्रो उपभोक्ताको चेतना छैन नि त यो म फेरि पनि यो धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा आज हाम्रो विषादी अवशेष विरुद्ध विश्लेषण प्रयोगशाला इकाइ छ। त्यो इकाइले
पुस 28 गतेदेखि निरन्तर धरानमा हामीले उपभोग गर्ने फलफुल तरकारी सागसब्जी सबै प्रत्येक बिहान परीक्षण गर्दै हामी चाहिँ सप्लाई गर्दै थियौँ। यो बीचको क्रममा हामी अब बेला बेला हाम्रो चाहिँ यी कुराहरू गर्दै आउने क्रममा आज चाहिँ यो विशेष गरेर फुलकोपीको सवालमा यो पनौतीदेखि आएको चाहिँ नि के अरे एउटा पालुङबाट आएको फुलकोपी दुईवटा चाहिँ 97 करिब 100% नै भनौँ न विषादी भएको पाइयो। अब फेरि यो आजको परीक्षणमा जम्मा 11वटा टेस्ट गर्दाखेरि 2वटा टेस्टमा 100 का 100 नै विषादी देखियो र बाँकी 8वटा चाहिँ खान योग्य छ। फेरि हेर्नु होइन, फुलकोपी नै आयो माथि सिद्धुवा बजारदेखि श्याम सुन्दर गुप्ताले ल्याएको, त्यसमा 8.3942 आ देखिन्छ। अब त्यही फुलकोपी अर्को तल चाहिँ नि पालुङदेखि आएकोमा चाहिँ 93.555 भनेको यो चाहिँ एकदम खतरनाक हो। त्यसले गर्दाखेरि अब हामीले 2टा फुलकोपीहरू चाहिँ हामीले बिहान यहाँ चाहिँ व्यापारी साथीहरूले सप्लाई गरेको ठाउँबाट पनि दोकानबाट पनि उठायौँ, होटलबाट पनि उठायौँ होइन। अब बाँकी यसलाई हामी नष्ट गर्दैछौँ। यो नष्ट गर्नको निम्ति चाहिँ सुनसरी उद्यमान सङ्घको चाहिँ अध्यक्षज्यू आउनुभएको छ, बजार अनुगमन अधिकृत हाम्रो नगरपालिकाको 13 नम्बरको वडा अध्यक्षज्यू, त्यसै गरी चाहिँ इलाका प्रहरी कार्यालयको प्रतिनिधि, इलाका प्रशासन कार्यालय कता जानुभयो टङ्कजी, पत्रकार साथीहरू, कृषि उपज बजारका चाहिँ कार्यवाहक अध्यक्ष कता जानुभयो अनिल सर, कृषि उपज बजारका कार्यवाहक अध्यक्ष अनिल श्रेष्ठज्यू, बजार व्यवस्थापक अनि यस कृषि उपज बजारभित्र रहेका व्यवसायी साथीहरूको सबैको रहबरमा उपस्थितिमा यो हामी फुलकोपी नष्ट गर्दैछौँ। अब यसमा करिब कति केजी हाम्रो अघि जम्मा टोटल 2422 केजी फुलकोपी आज हामी यसलाई चाहिँ डिस्पोज गर्दैछौँ। यो चाहिँ खाने योग्य नभएको विषादीयुक्त भएको कारणले गर्दा नष्ट हुँदैछौँ। र हामी के आग्रह गर्न चाहन्छौँ भन्दाखेरि हामी यो प्रत्येक बिहान हामी कृषि उपज बजारमा चाहिँ यो परीक्षण भइरहेको छ, हामी जानकारी गरिरहेका छौँ। सबै कृषक महानुभावहरूलाई चाहिँ यसबारेमा हाम्रो क्षेत्रभित्र रहेकाले सचेतना गराउने, सचेत गराउने, कहिले विषादी लाउने, कति दिन पछाडि विषादी लगाइसकेपछि खान मिल्छ भन्ने कुराहरूसम्मको सचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका थियौँ। र आज अब यो धेरै टाढो पनौतीदेखि नआउने भन्ने कुरो चाहिँ पालुङदेखि आउने भन्ने कुरो चाहिँ धेरै टाढोदेखि आएको तरकारी हो। त्यसले गर्दाखेरि अब यहाँभित्रका कृषकहरूलाई पनि के भन्न चाहन्छौँ भन्दाखेरि विषादी प्रयोग गरे पनि एउटा चाहिँ वैज्ञानिक विधि छ। त्यो चाहिँ नि बारम्बार कृषि शाखा धरान उपमहानगरपालिका कृषि उपज बजार आफैले पनि यही बजार आफैले पनि चाहिँ आफ्नै खर्चमा कार्यक्रम आयोजना गरेर चाहिँ यो सचेतना कार्यक्रमहरू गरिरहेका थिए। त्यसले गर्दाखेरि यो कुरालाई अलिकति मनन गरिदिनु पर्यो। आज हामी के फेरि पनि आग्रह गर्न चाहन्छौँ भन्दाखेरि धरानका सबै चोकहरूमा हामी छड्के चेक हामी आकस्मिक रूपमा हामी गर्नेछौँ। अब आइन्दा कृषि उपज बजारको यहाँको आधिकारिक परीक्षण पछाडिको चाहिँ पत्रको आधारबाट मात्रै यो कृषि उपज के अरे यसलाई तरकारी र फलफुलहरू चाहिँ बिक्रीबट्टा गर्न पनि धरानभित्रका धरानवासी सम्पूर्ण व्यापारी व्यवसायी साथीहरूलाई म जोरदार आग्रह गर्न चाहन्छु। र अर्को कुरो किन्नेहरूले पनि के गर्नु पर्यो भन्दाखेरि कृषि उपज बजारमा परीक्षण गरेर निकालेको तरकारी हो कि होइन भन्ने कुरा पनि कम्तीमा सोधेर मात्रै तरकारी किन्न आग्रह गर्न चाहन्छु। र अर्को कुरा अब यहाँ अहिले हाम्रो चाहिँ वरिपरिका पालिकाहरू छन्, साङ्गुरीगढी छ, इटरी, बराचित, रामधनी, उहाँहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भन्दाखेरि उहाँहरूको चाहिँ बजारमा पनि विषादी यदि छ भन्ने शङ्का लागेमा वा परीक्षण गर्न चाहेमा धरान उपमहानगरपालिकाको यो कृषि बजारभित्र रहेको यो प्रयोगशालामा ल्याएर चेक गर्नु होला। तपाईँले चेक गरेर कम्ती बजार नागरिकलाई स्वास्थ्य फलफुल तरकारीहरू खुवाउनु पऱ्यो नि त। त्यो जिम्मेदारी दायित्व सबै स्थानीय तहको चाहिँ नि सरकारको चाहिँ जिम्मेदारी पनि त्यो पनि सुविधा रहन्छ। र 1 घन्टामा आउँछ रिपोर्ट। हामी लिएको 1 घन्टा पनि लाग्दैन, करिब 1 घन्टा वरिपरिमा हाम्रो यसको रिपोर्ट आइहाल्छ। त्यसले गर्दाखेरि यो कुरा पनि म आग्रह गर्न चाहन्छु। र आज अब यो हामी यतिका रोहबरमा यो कृषि उपज बजारमा पालुङबाट आएको यो 2412 केजी चाहिँ नि फुलकोपी हामीले चाहिँ नि नष्ट यसलाई चाहिँ डिस्पोज गर्दैछौँ। यसलाई यो चाहिँ के अरे नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेदार छ। यो चाहिँ नि हामी जिम्मेदार भएका छौँ। यति कुरा जानकारी गराउँदै अरू उद्यमान सङ्घ अध्यक्षज्यू हाम्रो होइन, हाम्रो टङ्कसर केही छ, हाम्रो इलाका प्रशासनको हाम्रो काबा अध्यक्षज्यू कहाँ जानुभयो अनिल सर, कृषि उपज बजारको चाहिँ काबा अध्यक्षज्यू केही छ, तपाईँको केही भन्नु छ? आइसक्यो
र यति गरौँ र आजको चाहिँ नि यस्तो छ है। अब आजको तपाईँलाई भन्नुपर्दाखेरि खासमा 35% भन्दा कम भएमा उपभोग्य हुने रहेछ। हुने 35% देखि 45% सम्म पुग्यो भने क्वारेन्टाइनमा राखेर फेरि टेस्ट गरेर खान सकिने भयो भने खान पनि सकिने सम्भावना हुँदो रहेछ। अनि 45% भन्दा बढी विषादी भएमा त्यसलाई तत्काल डिस्पोज गर्नुपर्ने व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम हामी डिस्पोज गर्दैछौँ। आज 45% भन्दा बढी भएको यो त 99% देखियो। त्यो कार्यविधि अनुसार हामी सबैको रोहबर उपस्थितिमा यसलाई नष्ट भएको म जानकारी गराउन चाहन्छु। आज अब यहाँ अहिले उपभोग्य सामानहरूमा पनि प्राय यहाँ यता पूर्वतिरबाट चाहिँ कमै देखिन्छ। तब अलिकति म जानकारी गराउँछु। यो चाहिँ मिडिया मार्फत के आग्रह गर्न चाहन्छु भन्दाखेरि जस्तै धनकुटामा 8.36 भयो नि त कुनै तरिकामा। जस्तै पूर्वकै बुढी मोरङमा 7.4 यो एकदम राम्रो देखिन्छ होइन। अब जस्तै हिलेबाट आएको 10.11 देखिन्छ होइन। तर फेरि उतादेखि आएको पालङदेखि आएको 30.73 भनेको त्यो चाहिँ खतरातिरै गयो क्या त्यो पनि। जस्तै अब अर्को पनि अब यो मोरङको पनि 2-3 ठाउँ जस्तै विराटनगरको कटारीदेखि आगोमा पनि अलिकति झनै बढी भएको देखिन्छ। तर हामी यसलाई 0 बनाउने हो क्या। हाम्रो लक्ष्य चाहिँ विषादीलाई 0 बनाउने नै हो। अब यो कुरा पनि अब तपाईँहरूको माझमा जानकारी गर्न चाहन्छु। अलिक पश्चिम साइडको पालुङतिरका चाहिँ कृषक साथीहरूलाई पनि विषादी प्रयोग सम्बन्धी ज्ञान हासिल गरेर विषादी प्रयोग गरेर मात्रै प्रयोग गर्नु होला। यो ज्ञान नभएर हो वा अब के कारणले अघि चाहिँ हाम्रो प्राविधिकले भन्दै हुनुहुन्थ्यो यो के अरे यहाँ तपाईँ भन्नु त हेलो आउनु त उहाँले भन्दै हुनुहुन्थ्यो नि होइन तपाईँले होइन अर्को एकजना उहाँले यहाँ कहाँ जानुभयो। तपाईँले अघि भन्दा तरकारी के हुन्छ अरे यो यहाँ भनिदिनु यहाँ भन्ने उयो टिपेर कोपी टिपेर हाम्रो यो जनताहरू हुन्छ यो हेर्दा राम्रो छ तर यसमा विषादी पुरै हालेछ नि। अब यो एकछिन यो राखो बेलुकासम्म राखो भने आफै यो बिग्रेर जान्छ यो खानुभन्दा पहिला। तर हाम्रो यो धराउने जनताहरू जहाँको जनताहरू भए पनि तर उहाँहरूले मन पराउनुहुन्छ चिल्लो राम्रो मन पराउनुहुन्छ क्या। यो राम्रो छ मन पराउनुहुन्छ यो। अर्को अब यो अर्ग्यानिक हाम्रो यो हिले धनकुटाको आउँछ अलिकति दागी लागेको हुन्छ नि यो त राम्रो छैन भन्नुहुन्छ क्या उहाँहरूले जुन अर्ग्यानिक चाहिँ। तर यो उहाँहरूले हाम्रो जनताहरूले पनि यही मन पराउनुहुन्छ। ल यसप्रति स्वास्थ्यप्रति सचेत रहौँ। र अर्को धरान उपमहानगरपालिकाका व्यवसायी साथीहरूलाई चाहिँ कृषि उपज बजारमा हामी चेक गरिरहेका हुन्छौँ। यहाँ आएर चेक गराएरै लानु होला। र बाँकीहरू फेरि चाहिँ यसरी डिस्पोज गर्नु भनेको दुःखद हुन्छ। कृषकलाई पनि दुःखद भयो, व्यवसायी साथीहरूलाई पनि दुःख भयो। तर उहाँलाई दुःख भयो भनेर जनताको स्वास्थ्यमा चाहिँ हामी गर्न सक्दैनौँ। म यति कुरा जानकारी गराउँदै हामी यो डिस्पोज गर्छौँ है त। हामी गऱ्यौँ है हजुर सबै ल ल काट्दै गरिलौँ आउनु त काट्दै लाउँ। ल्यामा बसेका उदाहरणको लागि उयो सर हेर्नु त यो कोपी भित्र कुहिन थालिसकेको छु। यो छोडै हालेको एकछिन नखिच्नु ल। किन जरा
त्यो गाईलाई खुवाउने के हो ए लक्ष्मण सर यो नि अब जस्तो यो जहाँदेखि सरकारी आयो त्यो सरकारी आएको पठाउने उसलाई पनि अहिले गरेर पठाइदिनु र सम्बन्धित पालिका जो हो त्यो पालिकालाई पनि यो यस्तो भएको भनेर यस्तो भएको भनेर जानकारी गराएर अब धरानको महानगरपालिकालाई अनिवार्य पठाइदिनु किनभने उहाँहरूलाई पनि भएन नि त होइन अब त्यसो गरेर सठिक हुन्छ हो यो व्यापारीले कसो गर्दैन व्यापारीले गर्दैन ए त्यो निकाल्नु त्यो प्लास्टिक कान्छ तपाईँहरूले यो चाहिँ निकाल्नु त ए तानिदिनु न हुन्छ हुन्छ आउनु ए भयो भने झरी भयो हात बोली जस्तो भयो धम्ममा हो होइन केही अन्य हात बोली कि बोल्यो भने धम्ममा झोरेन होइन त्यही त हल्का पोले पोले पहिला पिकनिक जाँदाखेरि रम हालेर पखेटा खाइसकेर आउँदा पिछा माते माते भने जस्तो हो एउटा नि अब पत्रचार गर्ने भने निर्णय गर्ने होइन पत्रचार पनि गर्नु यहाँ भएका व्यवसायी सागसब्जी व्यवसायीहरूलाई पनि त्यो जानकारी गराउने हो ए सबैलाई सम्बन्धित कार्यालयलाई पत्रकार जानकारी गराउने र उता पनि पत्रकार गर्ने पछाडि परिचय गरेर मात्रै खाना पनि यहाँ बस्दैन लानु होला भने लानु बाहिर सब्जी हानेर भने त्यो त प्लास्टिक दिँदैन नमस्ते होइन यो आज हाम्रो कार्यभार अध्यक्षज्यूको समोच उपस्थितिमा यो 99% विषादी देखियो सुरुमा चेक गर्दा पनि त्यही देख्यो भरे अर्को ल्याएर सेम्पल गर्दा पनि अर्को बाँडेको देख्दा पनि त्यही नै आएपछि चाहिँ एकदम कार्यभाग हो सबै हाम्रो व्यवस्थापन समितिको यो कस्टमरले रिटर्न यो धनकुटा लानमा गरेर सबै यो रिटर्न पठाएकोमा सबैले माग्नु पर्यो होटेलमा गएको पनि फिर्ता होटलमा गएको फिर्ता गरिदिएको उनीहरूलाई चाहिँ रातो लगाएर गर्नु पर्यो हाम्रो व्यापारीले पठाइहाल्छ नि खबर त्यसपछि उनीहरूले त्यो होइन जस्तै यो तरकारी जहाँबाट आयो त्यसलाई पनि पत्र पठाउने सम्बन्धित गाउँपालिकालाई पत्र पठाउने अनि त्यहाँको व्यापारीलाई चाहिँ पठाउनै पऱ्यो
त्यो भन्नु यो प्लास्टिकहरू के गर्ने है यहाँ गर्नु हुँदैन त्यो कुहिँदैन रिसाइकल नै गर्नु भोलि पर्सि कसैलाई कम्पोस्ट मल चाहियो भने हामीलाई सम्पर्क गर्नु है त्यसको लागि छ होला यो पुरै माटो हाल्ने गर्नु पर्ला नि होइन यसलाई के छ भने उसले चाहिँ यस्तो यस्तो हानेर अनि त्यत्रो विषय चाहिँ कसरी लाग्छ मलाई यहाँसम्म आउँदाखेरि उत्पादन बढाउने कसरी राम्रो देखाउने पैसा कसरी आउँछ त्यो लेभलको हुन्छ है त्यो लेभल जस्तै हामी त 20-30 हुँदा पनि हामीले 30 पनि देख्यो के त्यो सुधार भनेर भन्न सकिन्छ नि त्यो त यो त अनि धेरै नै बढी त्यो पनि आउँदैछ आजको फुलकोपी हाम्रै अगाडि पैसा लिँदै हेरेँ क्या दुइटै किन्नु यही हो नि यस्तोले बिताउनु ल यसलाई निकाल्नु पहिला यो होटलमा गएर हस्पिटलमा रहेछ यस्तै विषय पानी महँगो हुन्छ कि पानी खान्छ के हो धेरै त अरू गएको पानी बेसी खान्छ पानी कम खाएर चाहिँ दुई दिन सबै धेरै मेरो त ज्वाइँ हो त्यो पनि तपाईँको भने दुई दिन बोरोको यो एकदम आयो अलिकति नुन हाल्दा झन् राम्रो हुन्थ्यो होला
हो डेपुटी एक राउन्ड लाग्ने खेला यसो गरेर ट्रेनिङ गर्ने हाल्नु